चाहिँ फाइदा उठाउने सर्वस्व भङ्ग हुने। धन्यवाद धन्यवाद आदरणीय सञ्चालक कार्यक्रम सञ्चालक साथीलाई। आदरणीय सभाका सम्पादक चाहिँ पद्मवती एक एकात्मक कपी अर्कामा कलम लिएर बस्नुभएका विवेक मण्डलज्यू, गुरुमा गुरुआमा र यहाँ उपस्थित हुनुभएका मेरा प्रतिनिधिवृन्द र अप्रतिनिधिवृन्दलाई बस्नुपर्छ तर्फबाट न्यानो अभिनन्दन गर्न चाहन्छु। आज मिति 2022 साल 11 गतेका दिन सामाजिक सञ्जाल अवसरले जोड्ने भन्ने विषयमा आफ्नो सञ्चालकले आउँदा एकदमै खुसी व्यक्त गर्न चाहन्छु। सामाजिक सञ्जाल भन्नाले इन्टरनेटको माध्यमबाट मानिसले सजिलैसँग एक व्यक्ति र अर्को व्यक्तिसँग समावेश भई आफ्नो विचार आदान-प्रदान गर्ने ठाउँ हो। सामाजिक सञ्जाल अहिलेको व्यापकता भइरहेको माध्यम बन्यो। ट्विटर, इन्स्टाग्राम, फेसबुक, व्हाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जाल पनि हुन्। यिनीहरू मार्फत हामीले कुना कन्दामा रहेका प्रतिभाहरूलाई सामाजिक सञ्जालको मार्फतबाट नै हामीले बाहिर ल्याएर विश्व वितरण पनि गरिरहेका छौँ। आज कुना कन्दामा हामीले शिक्षाको माहौल पनि पुर्याएका छौँ। जुन प्रत्यक्ष रूपमा शिक्षाको माहौल नपुगेका ठाउँमा आज सामाजिक सञ्जालको मार्फत नै हामीले शिक्षाको पहुँच पुर्याइरहेका छौँ। आज सामाजिक सञ्जालले नै गर्दा हामीमा भएको जुन ज्ञान क्षमताहरूलाई हामीले बाहिर ल्याएर प्रस्तुत गर्न सकेका छौँ। आज एक काटे आज हजारौं स्वभाव भएका व्यक्तिहरू आफ्नो प्रत्यक्ष रूपमा कुनै पनि व्यक्तिलाई आफ्नो विचार सेयर गर्न नसक्दा आज सामाजिक सञ्जालको मार्फत आज कुराहरू सेयर भइरहेका छन्। त्यसै कारणले गर्दाखेरि सामाजिक सञ्जाल एकदमै राम्रो पक्ष बन्यो। आज सामाजिक सञ्जालले गर्दा हामी जस्ता विद्यार्थीहरूका लागि शैक्षिक सामग्री आज अनलाइन कक्षाहरू र नयाँ ज्ञान सिक्ने एउटा माध्यम बनेको छ। यति मात्र नभइकन कलाकारहरूले आफूभित्र भएको प्रतिभाहरूलाई बाहिर निकाल्ने एउटा माध्यम पनि बनेको छ। जुन आफ्नो भएको कलालाई आज सामाजिक सञ्जालमा प्रस्तुत गरेर आज आफूमा भएको जुन ज्ञान सिक्दा आज बाहिर प्रस्तुत गरिरहेका छन्। यति मात्र नभएर व्यवसायहरूले आफ्नो उत्पादनलाई आज प्रचार प्रसार गरेर आफ्नो उत्पादनमा आज आर्थिक वृद्धि गरिरहेका छन्। जसले गर्दाखेरि व्यवसायिक रूपमा र शैक्षिक रूपमा धेरै नै फाइदा पुर्याइरहेको छ। यहाँनिर यति मात्रै नभएर गाउँमा बसेकी बुढी आमाले आफ्नो विदेशमा भएको छोरा र आफ्नो बजारमा सहरमा भएको नातिनातिनासँग सजिलै कुराकानी गर्न सकिरहेकी छन् र यसैमा खुसी छन् उनी। र सामाजिक सञ्जालमा हिजोको दिनमा आज के छ भन्दाखेरि धेरै कुराहरू भइरहेको छ। यति मात्र नभइकन सामाजिक सञ्जाल एउटा आगो हो। जुन आगोलाई हामीले राम्रोसँग प्रयोग गर्न जान्यौँ भने त्यो आगोले हामीलाई खाना पकाएर दिन्छ र यदि त्यही आगोलाई नै हामीले दुरुपयोग गर्यौँ भने त्यसले हामीलाई नष्ट गरिदिन्छ। त्यसै कारणले गर्दाखेरि म के भन्छु त भन्दाखेरि सामाजिक सञ्जाल एउटा आफैमा नराम्रो विषय होइन, त्यसलाई कसरी प्रयोग गर्छौँ भन्ने कुराहरूलाई निर्भर गर्दछ। सामाजिक सञ्जाल मानिसहरूका लागि अहिले असामाजिक भइरहेको छ। सामाजिक सञ्जालले नै गर्दा आज यहाँनिर धेरै मानसिक रोगी जस्ता भइरहेका छन्। आज मानिस सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्दाखेरि व्यक्तिहरू आज स्मरण शक्ति कमजोर हुने, मस्तिष्क घात जस्ता रोगहरूले आज निम्ताइरहेका छन्। आज सामाजिक सञ्जालमा बिहान उठेदेखि बेलुका नसुत्दै सामाजिक सञ्जालमै नपतिरहेका छन् कतिपय व्यक्तिहरू। आज सामाजिक सञ्जाल अत्यधिक प्रयोगले गर्दाखेरि नै आज व्यक्तिले आफ्नो काम आज राजनैतिक आर्थिक सामाजिक कार्यमा आज घुसिरहेका छन्। आज सामाजिक सञ्जालले गर्दा व्यक्तिहरू आज धेरै कुराहरू आफ्नो ज्ञान सिक्दा पनि आज नाच प्रस्तुत गर्न सकेका छैन। सामाजिक सञ्जाल प्रयोग गर्ने हो तर सामाजिक सञ्जाललाई अत्यधिक प्रयोग गरेको बापत आज उनीहरूले आज भोगिरहेका छन्। सामाजिक सञ्जाल यस्तो चिज हो जुन चक्कु जस्तै हो। जुन चक्कुले हामीलाई तरकारी पनि काट्छ र नजाने हात पनि काट्न सक्छ। त्यसैले सामाजिक सञ्जाल जति हामीलाई शिक्षा र सामाजिक पहुँच पुर्याइरहेको छ त्यति नै हामीले आफ्नो मौलिकता परम्परा र आफ्नो आफन्तसँग गरिने व्यवहारलाई बिर्सिरहेका छौँ। म के भन्छु त भन्दाखेरि सामाजिक सञ्जाल आफै एउटा नराम्रो पक्ष होइन, नराम्रो माध्यम होइन। हामीले यसलाई कसरी प्रयोग गर्छौँ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो। सामाजिक सञ्जाललाई हामीले एउटा वरदानको रूपमा लगाउँ, बर्बादको रूपमा होइन। सामाजिक सञ्जाललाई हामीले एउटा साधनको रूपमा लगाउँ, बाधाको रूपमा होइन। म अन्तिममा के भन्छु त भन्दाखेरि सामाजिक सञ्जाललाई हामीले एउटा अवसरको रूपमा लगाउँ, एउटा जुन बाधाको रूपमा होइन। सामाजिक सञ्जाललाई आफ्नो व्यक्तित्व विकासको लागि लगाउँ, विनाशको लागि होइन। अन्तिममा के भन्छु भन्दाखेरि सामाजिक सञ्जाल एउटा यस्तो विषयवस्तु हो जसबाट हामीले राम्रो कुरा धेरै गर्न सक्छौँ र तपाईँ हामी र म मिली हातमा हात साथमा साथ गरी जुन
हाम्रो सामाजिक सञ्जालको चुनौतीलाई अन्त्य गरी सामाजिक सञ्जालमा भएको अवसरलाई अघि बढाउँ र सामाजिक सञ्जाल सकारात्मक र सृजनात्मक ढङ्गबाट अगाडि जाने भनेको अवसर हो र यसलाई दुरुपयोग गर्यो भने चुनौती हो। यति भन्दै आफ्नो सबै